आज सोनाम लोछारको उपलक्ष्यमा तपाईहरुले यो बृहत सांस्कृतिक कार्यक्रम गर्नु भएकोमा व्यक्तिगत तर्फबाट शुभकामना दिन चाहन्छु। अब रघुवीर महासिट भएको ठाउँमा माधव नेपाल केका भन्ने पनि लागिरहेकै होला, तर त्यस्तो होइन। हामी भित्र भित्र लडाई गरे पनि भित्र के अरे बाहिर लडाई गरे पनि जुधे पनि भित्र भित्र उहाँ र मेरो छुट्टै दोस्तीयारी छ। उहाँ ताली ठोक्नुहोस्, उहाँका पनि पाले सकियो। अब पालो आउँछ यताबाट पूर्व प्रधानमन्त्री पुष्पकमल दाजु प्रचण्डज्यू, हजुरलाई पनि स्वागत छ हाम्रो कार्यक्रममा। यतैतिर अलिकति फर्किनु पर्यो। निश्चित रूपमा म के भन्न चाहन्छु भनेदेखि आज तामाङ समुदायको विशेष महान पर्व यहाँ घोडा वर्ष सुरु भएको भन्ने कुरा भर्खरै मात्रै मैले पोस्टर हेरेपछि थाहा पाएँ। यस कार्यक्रममा उपस्थित विशेष गरी आजको कार्यक्रमका प्रमुख अतिथिज्यू, उहाँको त नाम सुन्दै मलाई तपाईसँग त सकिँदैन जस्तो लाग्छ क्या। खासमा हुनुपर्ने त हाम्रै पार्टीमा हो, तर ओलीजीको विशेष मान्छे भएको हुनाले मैले त्यति कर पनि लाइन। यहाँ उपस्थित दाजुभाइ तथा दिदीबहिनीलाई म शुभकामना दिन चाहन्छु। आज यो कार्यक्रमको प्रमुख अतिथि रघुवीरजी हुनुहुन्छ भन्ने बित्तिकै मलाई यो कार्यक्रम भव्य सभ्य र सम्पूर्ण कुराले पुरा शानदार चाहिँ छ भन्ने मैले अपेक्षा गरेको थिएँ। वास्तवमै त्यस्तै पाइयो। अब यो चुनाव पनि नजिकै गर्दा तामाङ समुदायको यो कार्यक्रमले अझ थप समुदायमा एउटा नयाँ गति लिन्छ भन्ने मैले आशा गरेको छु। अब यहाँ धेरै चुनावी कुरा बोल्ने कुरा पनि भएन। अब यहाँ यसो स्टेजमा हेर्दा सबै एमाले टाइपको देख्छु। अब हुन त यो संयोग पनि होला, कहिलेकाहीँ जसले चासो थियो त्यही अगाडि भरे जस्तो पनि हो फेरि। त्यसकारणले मैले यो चुनावलाई धेरै जोड्न चाहिनँ, तर विशेष त यो तामाङ समुदायको नयाँ वर्षको अवसरमा तपाईँहरूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। राजनीतिक हिसाबले त अब यहाँ मभन्दा धेरै नजिक रघुवीरजी हुनुहुन्छ। उहाँले पैसा कहाँ हाल्ने, गुम्बा कस्तो बनाउने, बाटो पिच गर्ने कि नगर्ने भन्ने विषय मैले धेरै बोलिराख्न आवश्यक छैन। विशेष उहाँलाई अग्रिम फेरि जितको पनि शुभकामना दिन चाहन्छु। हस्त धन्यवाद, अभिवादन। उहाँको पनि सके छोटो छोटो गरौँ, समय धेरै छैन, पैसा अनुसारको प्रस्तुति राख्नु पर्यो होइन अहिलेलाई। नेताजीहरूले त्यो मत अनुसारको गर्ने त हो नि। अब फेरि पूर्व प्रधानमन्त्रीज्यू, अब हाम्रो प्रमुख अतिथिज्यूकै पार्टीकै तर्फबाट जाउँ। अध्यक्षज्यू केपी शर्मा ओलीज्यूलाई स्वागत छ हाम्रो यस कार्यक्रममा। अब धेरै बोल्न आवश्यक मैले ठानिनँ। वास्तवमा के लाग्छ भने रघुवीर भाषेट भइसकेपछि म बोलिराख्नु पर्ने, धेरै टिका टिप्पणी गर्ने, शुभकामना दिइराख्नु पर्ने मैले देखेँ। पार्टीकै पदाधिकारी भएपछि, यस ठाउँको विकास प्रेमी नेता भएपछि हामीले धेरै बोल्ने काम पनि छैन, फुर्किएर हुनेवाला पनि केही छैन। त्यसकारण सोनाम लोछारको शुभकामना दिन चाहन्छु। उहाँले बोल्न बाँकी नै छ, कहाँ के विकास गर्ने, कति पैसा कहाँ हाल्ने, हाम्रो तामाङ समुदायलाई कसरी खुसी पार्ने सबै आइडिया हुनसक्छ। त्यसकारण यहाँ अरू बोले पनि सुने। अब चुनाव आएको छ, धेरै बनिराख्ने कुरा भएन। भोट कहाँ हाल्ने, कसलाई जिताउने, लगभग मैले भनिराख्नुपर्ने आवश्यक छ। रघुवीरजी महाशय जिन्दाबाद। भोट ठोक्ने विषयमा थाहा छैन। त्यसकारण यो लोछारको सबैलाई शुभकामना दिन चाहन्छु। फलोस् फुलोस्, राम्रो होस्, धनुषा जिल्ला हराभरा हुनेछ भन्ने मैले आशा गर्दै फेरि तपाईँहरू सबैलाई शुभकामना दिन चाहन्छु। हस्त धन्यवाद। अलिअलि मिल्यो त नानीजी? ठिकै छ, नमिल्यो भनेपछि ओलीवाला ल्याउनुपर्छ। अब जाँदा अन्तिममा धेरै समय छैन। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू जाँदा हजुरलाई पनि यसो थोरै के छ त भन्दाखेरि, भाइ खाइ के शुभकामना दिन राख्ने यार, सबैले भनिसके पुगेको एउटै कुरा हो, दिने भने होइन, सबैले त्यही एउटै हो नि यार। सोनाम लोछार शुभकामना भइगयो नि, किन बोल्यो? ओलीजीले बोलेकै हो।
प्रसादजी बोलेको हो या तपाईँले के आशय को हो या आशय सबै आशय हाले सबै यही त हो नारा अब चाहिँ के छ पहिला आदि केही होइन थियो त्यस कारणले सबैलाई अब शुभकामना दिन चाहन्छु र हाम्रो सिन्धुलीबाट आउनु भएको छ काङ्ग्रेसको मान्छेहरू आउनु भएको छ के को काङ्ग्रेसको योपालि कोही पनि चिने होइन नि हाले शुभकामना दिने हो सबै तामाङ गोफले अहिले त्यस कारण चाहिँ नि धेरै बोल्नु काम छ पनि जान फेरि नि काम छ केही छ चुनाव आइसक्यो उस्तै पनि हामी गाउँको रङ्गुरजी हामी बिल्ली हो एउटै पानी हुने हुने यार बिल्ली पनि छ के छ त्यसमा त्यस कारण मैले धेरै बोल्न चाहेँ सबैलाई शुभकामना दिन चाहन्छु यहाँ सबै मेरै उमेरका छन् आमाहरू हाम्रै उमेर आउनुभएको दिनेश काफ्ले उमेर को छ व्रत जाने फेरि बोल्नुहुन्छ उसको उमेर सब विदेश गएछ कोही छ त बस के छ त्यस कारण धेरै बोल्न चाहन्न हाम्रो चाहिँ रङ्गुरजीलाई फेरि शुभकामना दिने हो सबैले धेरै राम्रो गर्ने हो शुभकामना दिन चाहन्छु हस्त जेलमा धन्यवाद राम्रो लाग्यो ताली ठोक्नु नभए के भन्ने धन्यवाद छ ल यति भन्दै यो पहिलो किस्ताको ब्याज यहीँ सकिन्छ दोस्रो किस्ता फेरि कलाकारसँग अहिले आउनु भन्दै